अनि हामी अस्पताल गएको थियौँ भिडियो एडिटिङ गर्ने भन्दा भन्दै यस्तो समय भयो 11 गते गएको छायालाई पिट्दै नि यो छोरी माया पनि गर्छिन् है नानी हेरेर पुग्छ बस कुरेको पसलमा यताउता केटकेटी आमा कोही झाडु लाउन सिक्दैछन् त्यहाँ झाडु लाएको हेरेर मम्मी म कान्छी छोराछोरी भएर गएका थियौँ विशेष त्यो देउरानीको एनिभर्सरी थियो रमाएर बसमा उफ्रेर कोही सुतेन तालबराई मन्दिर डुगा चढ्न लाग्यो जकेट लगाइयो के लाएँ भनेर एकदम निहालेर हेर्दै उसले डुगामा बस्न खुसी के यिनीहरूको सीमा छैन मेरो मुस्कान छोरोको तालबराई ठाउँ पोखरा सही हो कि है हेर्नु कति राम्रो रमाइलो भयो रमणीय क्षेत्र मक्ख नानी सादिक त्यहाँ छन् पानी खेलाउन पाइन भनेर अप्सुट छन् उनीहरू तालको बिचमा मन्दिर रमाइलो खालको ठाउँ मोबाइल खस्लायो भन्दै बनाएको भिडियो हो यो बिहान बिहानै उ गर्न लाग्यो जस्तो आइ छ भोइस पनि कस्तो होला है मेरो खुसी के भनिरहेछन् त्यहाँ भ्यू कति राम्रो देखेको है रमाइलो त यही बेला हो नि के छोरीको बेलामा आनन्द परेवा उडाएर डराउने होइन के अरे नाच लाउ हातमा भएको लाउ लहरी गऱ्यो छोरो तीनजना केटकेटी निस्किए सानो चाहिँ डरायो ठुलो भइहाल्यो सानो नै भई रमाइलो मान्ने भई सानो अलि भयो अन्त बिचको अनि उसले चाहिँ ऊ चाहिँ डरायो भजनमा नाच भनेको लगाइदिएको ताली बजाएर बस्छन् त्यहाँ यो कृष्ण भगवानको त लिएर आउनु परेछ मूर्ति मम्मी नाच घुमी
इन्डियनहरू आउनुभयो रहेछ, उहाँहरू सबै नाचिरहनु अन्त भजनमा। नाच्नुको आँको बेग्लै छ नि त। तितालबराई मन्दिरको भित्रमा हो क्या। हामी मन्दिरबाट निस्केर खाजा खान पुग्यौँ। खाजा खाएर अब घर आउँछौँ। भिडियो त्यस्तै गरेर बनाइएको छ।